हेलो साथीहरु, आज मेरो 2083 जेठ महिनाको 5 गते फ्राइडे है त। आज चाहिँ म तपाईहरुको माझमा प्रत्यक्ष हैन पाकिरहेको ड्र्यागन फ्रुटको हैन अनि सानो छोटो हैन भिडियो लिएर आउँदै छु है। तपाईहरुले चाहिँ मेरो युट्युबमा चाहिँ यो हेर्न सक्नुहुन्छ। हेर्नु यस्तो गरेर चाहिँ पाकिरहेछ है साथीहरु। हेर्नु है तपाईहरु हैन, यदि चाहिँ फार्म पनि हैन भिजिट गर्न सक्नुहुन्छ। यो चाहिँ हेर्नु साथीहरु, यो चाहिँ न्युट्रिसन कम भएर चाहिँ आफै साइडलाई चाहिँ हेर्नु। ल साथीहरु, यो चाहिँ हाम्रो फार्म है। तपाईहरुले हैन यसो आफै हैन नजिक आसपास हुनुहुन्छ भने मकवानपुर जिल्ला भरिका या हैन अब सम्भव छ भने चाहिँ हैन तपाई यहाँ चाहिँ भिजिट पनि गर्न सक्नुहुन्छ है साथीहरु। हेर्नु यो चाहिँ हाम्रो फार्म है त। यो पिलर छ नि तपाईले देख्नु भइरहेको पिलर, यो चाहिँ हामीले अब यसमा चाहिँ बत्ती फिट गर्दै छ है साथीहरु। अब चाहिँ हामीले चाहिँ एनी टाइम भन्नाले बेमौसम पनि हैन फलाउन सक्ने प्रोसेसमा चाहिँ हामी जाँदै छौं है। ल यो फल चाहिँ टनाटन हैन पाक्दै छ। अब चाहिँ तपाईहरुको माझमा चाहिँ अब आउँदै छ। कोलाई इन्ट्रेस्ट छ है, इच्छुक हुनेहरुले चाहिँ कन्ट्याक्ट गर्नु होला है। हाम्रो सिन्बु उद्देश्य कृषि फार्म हेटौडा 12 हात्तीगाउँडामा छ है साथीहरु। धमाधम पाकिदै छ, पाकिरहेको छ, पाक्नेवाला छ, कोपी लाग्दै छ, फूल फुल्दै छ। फूल चाहिँ हैन कोही चाहिँ नुकिसिया छ है। त्यही हो साथीहरु, यो चाहिँ हाम्रो फार्म पनि है। तपाईहरु चाहिँ भिजिट गर्न चाहनुहुन्छ भने चाहिँ कन्ट्याक्ट गर्नुलाई है। हेटौडा 12 सिन्बु उद्देश्य कृषि फार्म है। यो चाहिँ हात्तीगाउँडा स्थित छ है। लोकेसन भन्नुपर्दा बुद्धमावि स्कुलको पछाडी है त साथीहरु। ल यो सानो इन्फर्मेसन चाहिँ म तपाईको माझमा राख्ने चाहे। ल कसलाई मन पर्छ कृपया चाहिँ। कस्तो घामले गर्दा कस्तो नराम्रो देखिरहेको कि आजको यो बिजुअल पनि। ओके साथीहरु, ल यो है त, बाइ बाइ।